भन्दा अगाडि बिरामीले सोध्छ प्राइभेट हस्पिटलमा पैसाको खोलो बगाउनु पर्छ, सिभिल हस्पिटलमा खोलो बगाउनु पर्छ कि पर्दैन? त्यस्तो चाहिँ मैले चाहिँ गरेको छैन र हाम्रो बिरामीहरूलाई पनि तपाईँहरूले सोध्न सक्नुहुन्छ या ब्याकअप फिडब्याक मार्केटमा पनि छन्। हामी प्राइभेट हो, अफकोर्स पैसा चार्ज त हुन्छ नै, तर अरू ठाउँमा लाग्ने चार्ज भन्दा हामी एकदम छुट गरेका छौँ। जस्तै हामी वृद्ध 50 वर्षभन्दा माथि कटेकाहरूलाई ज्येष्ठ नागरिकका लागि हो, ज्येष्ठ नागरिकका लागि पनि छुट छ, गरिब असहायका लागि छुट छन्। महिनामा हामी एउटा अपरेसन जुन बच्चा हुने अपरेसन हुन्छ सुत्केरी, त्यो सुत्केरी एउटा चाहिँ निःशुल्क हामी गरेका छौँ। अपरेसनै गर्नु पर्दा पनि जे जति खर्च लाग्छ त्यो हाम्रो हस्पिटलले महिनामा एउटा केस, हामी डाक्टरसँग पनि त्यो कुरा गरेका छौँ। डाक्टर साहबले पनि त्यसमा सहयोग गर्नुभएको छ। हाम्रो संस्थाले महिनामा एउटा केस चाहिँ अपरेसन फ्री हुने र अरू पनि दिनहुँ जुन दैनिक सेवा ओपिडीहरू छन् त्यसमा हामी विशेष छुटहरू, जस्तै मजदुरहरूको लागि ल्याबमा छुट छ, ओपिडीमा पनि छुट छ। हामी सामान्य तरिकाले सबै बिरामीलाई सहज तरिकाले सहज होस् भन्ने हिसाबले नै गरिरहेछौँ। त्यस्तो चाहिँ हामी गरेका छैन।